बी भन्ने सेट भनेको 2 4 6 7 8 छ, सी भन्ने सेट 3 5 8 9 10 छ, देन ए युनियन बी युनियन सी भनेको कति हुन्छ भनेर भनिरहेछ कि है। ल अब ए युनियन बी युनियन सी निकाल्नुस् त कति हुन्छ। अब तपाईले सुरुमा ए युनियन बी निकालेर सी युनियन सी गर्न पनि सक्नुहुन्छ, अथवा सिम्पल याद गर्नुस् है। ए युनियन बी युनियन सी भनेको के हो भने ए मा भएको बी मा भएको र सी मा भएको सबै एलिमेन्ट लेख्ने हो, तर नदोहोर्याई लेख्ने हो। के हो? नदोहोर्याई लेख्ने हो। त हेर्नुस् यहाँ 1 देखि 9 सम्म छ भने 1 देखि 9 पर्यो, 2 4 6 7 8 1 देखि 9 मै छ परि गयो, 3 5 8 9 10 हो यो 10 एउटा एक्स्ट्रा छ भनेपछि 1 देखि 10 सम्म पर्ने रहेछ क्या। ए युनियन बी युनियन सी भनेको के हुँदै रहेछ 1 2 3 4 5 6 7 8 9 10 सम्म पर्ने रहेछ। ए को बी को सी को सबै लिने तर नदोहोर्याई लिने कुरो बुझ्नुभयो। त हेर्नुस् त 1 देखि 10 सम्म लियो भने यो पनि पर्यो, यो पनि पर्यो, यो पनि पर्यो, सबै पर्यो हो। त हाम्रो 1 2 3 4 5 6 7 8 9 10 अप्सन नम्बर ए हुन्छ। अब तपाईले निकालेर पनि हेर्नु है, एकचोटि चेक गर्नु। अब सर्टकटमा याद गर्नको लागि सबैको लेख्ने नदोहोर्याई लेख्ने भनेर याद गर्नु भने कामै तमाम भइहाल्नु, नत्र भने क्याल्कुलेसन गरेर निकाल्नु है। ए युनियन बी निकाल्नु अनि ए युनियन बी र सी को फेरि युनियन निकाल्नु, काम भइहाल्छ। ल नेक्स्टमा जाउँ।